हेलो नमस्ते गाइस, सबैजनालाई स्वागत छ मेरो मिनी ब्लग र युट्युबमा हाल्ने फर्स्ट ब्लग। बहिनीले चाहिँ मलाई भिडियो नबनाई भनेर चाहिँ गाली गरिरहेकी छिन् र पनि मैले भिडियो बनाइराखेँ। ऊ चाहिँ हिलोमा गाड्दिन अलि माथितिर पुगिसके पछाडि र उनलाई निकालेर हिँडालेपछि हिलो देखाउ त तिम्रो भनेको देखाइदिएकी छिन्। ऊ चाहिँ त्यो हिलो लाग्यो रे, थोरै अलिकति लागेको थियो। र आज चाहिँ हामी मामा घर जाँदैछौँ गाइस। अनि मेरो चाहिँ फर्स्ट ब्लग हो, सबैजना सपोर्ट गरिदिनु होला, किप सपोर्ट गाइस। र यसको एडिटिङ चाहिँ मैले कति दिनपछि गरेँ, आज बल्ल टाइम पनि पाएँ। सरबु हामी मामा घर जाँदैछौँ भन्दै छिन्, अब हाई भन्छन् गाइस। हाई भन भनेको हाई भनिन् गाइस। चाहिँ उनले रिसाइराखेकी थिइन्, बल्ल बल्ल फोकाएर भिडियो बनाएको मैले चाहिँ। उनले भ्लग नबनाऊ भनिराखेकी थिइन्। र अब चाहिँ हामी हिँड्दैछौँ, घाम चर्केको थियो। अनि त्यस पछाडि चाहिँ उनसँग गफ गर्दै म चाहिँ धेरै टाढा आइसकेको थिएँ। यो चाहिँ रानीवन भन्ने होइन, के बराथान हो कि के भन्ने ठाउँमा खाली खोला यता पुगिसकेको, सानतारे पुगेको थियौँ। ठाउँ पनि मलाई यस्तो मिस्टेक, सरी गाइस। दाउराहरू फालेको थियो, चोरी हुनसक्छ भनेको मैले चाहिँ गाइस, दाउरा छिटो लग्नुहोस् भनेको। र अनि त्यस पछाडि घाम चर्केपछि चाहिँ मेरो कपडा त्यो छोटो बुनाले छाला डढिसकेको थियो त्यो दिन चाहिँ मेरो है। अनि त्यसपछि चाहिँ हामी शीतल ताप्नको लागि चाहिँ रुखमुनि बस्यौँ। अनि शीतल छहारी त्यो छाप्रो पनि थियो, बट त्यसमा नबसेर रुखकै छहारी मिठो हावा आउँछ भनेर चाहिँ त्यहीँ मुनि बस्यौँ। सरपु चाहिँ त्यहाँ ढुङ्गामा बसेकी छिन् हेरेर टुलु। अनि एकदम गर्मी भएको थियो। अब एकछिन बसेर हिँड्छौँ हामी चाहिँ। अनि हिँड्न थालियो, घामले चाहिँ म रातै नपिरो भइसकेको थिएँ गाइस। अनि त्यस पछाडि चाहिँ गर्मीले हिँड्नै नसक्ने भएको थियो। बहिनीले चाहिँ पानीले मुख धोइन्, खोलाको पानीले। अनि शीतल भएर दुगुरिन्। अनि त्यस पछाडि चाहिँ बहिनीलाई सामान सात लौ भनेर चाहिँ मैले पनि धुन लागेँ। अनि मुलको पानी सुरुमा चढाएँ, नखाए पनि चढाउन चाहिँ चढाएँ गाइस। त्यस पछाडि मुख धेरै धुन्न, अलिअलि ताल लाउँछु गाइस। अब चाहिँ शीतल हुन्छ, चिसो पानी थियो, पानी चाहिँ एकदम चिसो थियो। उठेर चाहिँ अब सरबुरमा जान्छौँ। शीतल खोज्दै ब्लग बनाउँदै हिँडेको थिएँ, त्यो दिन यस्तै गर्मी भइरहेको थियो मलाई चाहिँ। हामी चाहिँ भुटेसरा पुग्यौँ। भुटेसरामा चाहिँ भैँसीले नुहाइधुवाइ गर्न लागेका थिए, भैँस चराउन चाहिँ। हामी एकछिन हेरिसके पछाडि फेरि निस्किहाल्यौँ। फोटोसोटो खिच्ने भनेको भैँसी देखेर हामी चाहिँ खिच्चेन, भैँसी चाहिँ लगिसक्नु भएको थियो। यो टाइममा चाहिँ उता लगाउनु भएको थियो हामी डराएर चाहिँ। अनि त्यस पछाडि हाम्रो चाहिँ घाम चर्केर चाहिँ घाम मेरो टाउकै माथि थियो गाइस। अनि यो चाहिँ हाम्रो फाँटो खेत पनि देखेँ, खेत चाहिँ अलि देखेको छैन, तर फाँट चाहिँ यो तलको हो, तलतिरको हो। त्यहाँ अलिअलि मान्छे देखेको थिएँ। अनि हाम्रो चाहिँ अध्यादेको फाँटमा चाहिँ, खेतमा चाहिँ अलैँची छ, फाँट चाहिँ अध्यादेको। हामी चाहिँ हिँड्दैछौँ, बाटो लामो छ, घाम चर्किरहेको छ। अनि हामी चाहिँ मिठाई खान लाग्यौँ। बिच बाटोमा गएर चाहिँ गर्मी भयो, पानी थिएन, त्यही भएर चाहिँ मिठाई चिसो खालको थियो मिठाई, अलि त्यो शीतल मिताउने मिठाई दुइटा थियो। एक घन्टा सरबुलेर मैले खाएँ, मैले प्लास्टिक खोलेर खुवाइदिएँ बहिनीलाई। खाएर चाहिँ हामी फेरि त्यहाँबाट पनि लाग्यौँ। अनि हामी चाहिँ साँकोट इन्ट्री गऱ्यौँ। यो चाहिँ हाम्रो मामा घरको हस्पिटल, मामा घरको ठाउँमा रहेको हस्पिटल हो, यो बोर्डर हो हेरोदेखो। अनि चाहिँ हामी मामा घर छेउमा पुगिसक्यौँ चाहिँ। यो चाहिँ खोला, सानो खोला क्रस गऱ्यौँ। अनि यहाँदेखि चाहिँ हामी मामा घर अलिकति देखिन पनि हो, तर देखेर हिँड्छ। र सरबुल चाहिँ म यहाँ ब्याग बोक्छु, म मामा घर आउनु लाग्यो, म बोक्छु भनेर हटाएकी थिइन्, मैले चाहिँ बोक्न दिइनँ गाइस। अनि हामी चाहिँ गफ गर्दै मामा घरसम्म पनि आइपुग्यौँ। सरबु अघि हिँडेकी छिन्, आइसक्यौँ हामी चाहिँ। ल मामा घरको जग्गामा टेकियो गाइस, बाटोमा ठ्याक्क हामी मामा घरको साइडमा आयौँ। मैले चाहिँ धम्जा हानेको हिले देखेको छु, हिलेलाई चाहिँ धम्जा बनाएको छु त्यहाँ गएर चाहिँ। र गाइस मामा घर आयो। यो चाहिँ गोवन हो, हामीले सानोमा कति खान्थ्यो, एकदम मिठो हुन्छ यो गोवन, पाक्ने बेला भइसकेको छ। हामी चाहिँ मामा घर आयौँ। मामा घरको यो गोठ भयो। मामा घर गएपछि म म्याउ बिरालो थियो, म्याउ म्याउ भनेर जिस्काएँ। मामा घर चाहिँ यही हो गाइस। मेरो घर अगाडि चाहिँ अहिले नयाँ टोइलेट, अनि त्यस पछाडि टिनले छाएको छ, अहिले चाहिँ एकदम राम्रो भइरहेको छ। मामा घर आयौँ। मामाको बाबामा चाहिँ टिभी हेर्न लाउनु भएको रहेछ भित्र। आमाले चाहिँ भित्रै आऊ भनेर बोलाउनु भयो। अनि हामी चाहिँ भित्रै लाग्यौँ। मैले चाहिँ नमस्ते बाबा भने, नमस्ते आमा भने। अनि टिभी हेरेर बस्नुभएको भने। अनि बत्ती बाल्न गएँ, अँध्यारो थियो, उहाँले चाहिँ टिभी बन्द गरिरहनु भएको थियो, मैले चाहिँ बत्ती बालेँ। अब सरु चाहिँ बाहिर पानी खान लागेकी थिइन्। अनि सरबुलाई पनि बोलाउनु भयो। अब सरबुलाई चाहिँ नमस्ते बाबा भनिन्, पहिला आमा भनिन्, अनि नमस्ते बाबा भन्छन् अब चाहिँ। अनि आमाले चाहिँ आऊ भनेर लग्नुभयो, आमासित गएर पुग्न बसिन्। त्यस पछाडि चाहिँ मलाई आमाले घरमा फलेको लोकल केरा लिएर खा भन्नुभयो, घाम भएको थियो भनेर। पानी खाएर चाहिँ मैले लोकल केरा ल्याउन गएँ। पहिला बत्ती बालेँ पहिला त, अनि केरा देखाउँदैछु गाइस। यो अझै छन्, यो चाहिँ थोरै हो, यति त थोरै हो, अझै धेरै छ।
अनि टिपेर ल्याएर मैले ल्याएँ अनि बत्ती चाहिँ निमाउनु बिर्सेछु फेरि निमाएँ अब चाहिँ भित्र गएँ अब केरा आमाले दुईटा ल्याउन पर्थ्यो नि 1 घन्टा भन्नुहुन्थ्यो तर हामीले खाँदैनौँ धेरै भनेर आधा सर्बुलेर मैले खाएँ मैले चाहिँ पकुल्लाउन थालेँ अझ पकुल्लाको रहन्छ पकुल्ला थिएँ मैले बहिनीसँग गफ गर्दै फेरि आँप काटेर बाबाले मलाई र बहिनीलाई थोरै एउटा आँप काटेर दिनुभयो हामीले खायौँ अनि सर्बु फेरि खाइसकेपछि 1 घन्टा जति गफ गरेर सर्बु त्यहाँ सुत्न लागेकी छिन् निन्द लाग्यो भनेर अब म चाहिँ यतापट्टि यो खाटमा सुत्छु भनेर सुत्न लागेको छु गाइज अब चाहिँ 10-15 मिनट सुतेर उठौँ भनेको अनि त्यस पछाडि सुतेर गफ गरौँला बाई भने अनि उठिसके पछाडि चाहिँ म उठेपछि धेरै टाइम पछाडिको भिडियो यो चाहिँ गाइज म चाहिँ बल्ल निन्दाल छोडेको थियो सर्बु पछि उठेर चाहिँ सर्बु लोलेकी थिइन् आमाले कुरकुरे बिस्कुट ल्याइदिएपछि खाइयो चिया खाएर चाहिँ हामी हिँडियो फेरि घरतिर फर्क्यौँ मैले चाहिँ त्यहाँ पछाडि मान्छेहरू आएर चाहिँ भिडियो बनाउन पाइनँ हामी चाहिँ घरतिर लाग्यौँ गाइज अब चाहिँ हामी घर यतापट्टि मामा घर यता आयौँ अनि सर्बु र म सन्चै हिँडिरहेछौँ अनि मैले चाहिँ यहाँ एउटा जोक हानेको थिएँ ब्याकग्राउन्ड चाहिँ के अरे सिन यस्तो राम्रो आइरहेछ ग्रिन टाइपको बट सौभाग्य भण्डारीको चाहिँ यस्तो ग्रिन सिन आउँदाखेरि पनि के भयो त पछाडि हेर्नु यस्तो ग्रिन सिन आइरहेछ त्यस्तो राम्रो माने ग्रिन सिन आइज फेस नराम्रो भएर आएन हाँस्नु भयो बात त सही है अनि गाइज यो चाहिँ मेरो इन्डिङ भिडियो भनौँ मैले चाहिँ लास्टमा इन्डिङ चाहिँ घर गएर गर्छु भनेको थिएँ बट चार्ज सकिन लाग्यो हुनाले चाहिँ बाटोमै सकिन्छ कि मेरो फोन चाहिँ नहेरे पनि सो त्यही भएर चाहिँ मैले बाटोमै इन्डिङ गर्न लागेको थिएँ यो चाहिँ घर यतापट्टि 5-10 मिनट थियो अनि यो चाहिँ मैले क्या भनेको चाहिँ मेरो सरी गाइज यो चाहिँ मेरो फर्स्ट ब्लग हो सबैजनाले माया गरिदिनु होला अनि त्यस पछाडि मलाई चाहिँ सबैजनाको लभ र सपोर्ट चाहिएको हो तपाईँहरूको लभ र सपोर्टले नै म अगाडि बढ्न सक्छु भन्ने आशा राखेको छु मेरो फर्स्ट ब्लग हो केही गल्तीहरू हुनसक्छन् बोलीचालीमा गल्ती हुनसक्छ मैले देखाउने कुरा नदेखाउन सक्छु त्यसमा चाहिँ मलाई इम्प्रुभ गर्नुहोस् भनेर तपाईँहरूले चाहिँ सजेसन दिन सक्नुहुन्छ म त्यसमा कति पनि रिसाउँदिनँ बरु चाहिँ मैले त्यसको लागि तपाईँहरूलाई धन्यवाद दिँदै म त्यसलाई इम्प्रुभ गर्दै अरू भिडियोमा पनि राम्रो ल्याउने कोसिस गर्नेछु भन्दै मैले यहाँ भनेको थिएँ अनि त्यस पछाडि चाहिँ गाइज यदि नराम्रो तपाईँहरूलाई मनोरञ्जन मिलेन भने चाहिँ कस्ता भिडियो ल्याउँदा तपाईँलाई खुसी लाग्छ कस्तो भिडियो बनाउन पर्छ जस्तो लाग्छ तपाईँहरूलाई त्यो चाहिँ मलाई सजेसन दिनु होला अनि त्यस पछाडि चाहिँ यो मेरो फर्स्ट हुनाले मैले चाहिँ अझै राम्रो गर्न सकेको छैन मलाई पक्कै पनि थाहा छ तर जति सके त्यति कोसिस गरेर हालेको छु सुरुमै त कसैले पनि जानेको हुँदैन तर मैले कोसिस गरेको छु अब राम्रो भए पनि नराम्रो भए पनि एक्सेप्ट गरिदिनु होला तपाईँहरूले मैले नेक्स्ट टाइमबाट चाहिँ तपाईँहरूको कमेन्ट अनुसार चाहिँ मैले त्यसलाई इम्प्रुभ गरेर राम्रो ल्याउने छु अनि तपाईँहरूलाई चाहिँ कस्तो खालको प्राङ्क भिडियो च्यालेन्जिङ भिडियो गेमिङ भिडियोहरू के मनपर्छ कस्तो खालको भिडियो मनपर्छ त्यस्तो टाइपको चाहिँ ल्याउने कोसिस गर्नेछु अनि यति नै हो यो ब्लग चाहिँ यस्तै हो सानोतिनो गराएको छु मिनी ब्लग लङ न मिनी टाइपको छ तर सबैजनाले माया गरिदिनु होला सर्बुले अब बाई भन्छन् अनि बाई गरेर चाहिँ हामी घर जान्छौँ यति नै हो गाइज ल सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला र यो चाहिँ मेरो बर्थडेको टाइम अलि अगाडि आएको छ र यहाँ साउन संक्रान्तिको अगाडि सबैजनाले हरियो चुरा पोते लगाइसक्नु भयो होला म चाहिँ यसको भोलिपल्ट लगाएको हो सबैजनालाई चाहिँ ह्याप्पी साउन अनि मेरो चाहिँ साउन 4 गते बर्थडे हो सबैजनाले विश गरिदिनु होला ओके अनि सबैले राम्रोसँग मनाउनु होला खुसीका साथ सबैलाई ओके बाई भन्छु त अब म बाई।